विकास गर्न नसक्ने होइन, विकास गर्न हामी सक्छौँ। हामीसँग एउटा चिज मात्रै उपलब्ध छ भन्ने जस्तो होइन, एउटा चिज उपलब्ध छ त्यही बेचेर हामी अरू सबै चिज गर्छौँ जस्तो कुरा होइन। हामीसँग एउटा होइन, जे भन्यो त्यही छ। यहाँ खनिजहरू त्यही छन्, पानी यही छ, वन जङ्गल यही छ। पानी भएपछि वन जङ्गल हुने भयो, वन जङ्गल भएपछि त्यसले उर्वरता, त्यसले अरू चिज थुप्रै बनाउने भयो। र यो विकासका निम्ति आफ्नै पाराले आफ्नै पनले विकासको बाटोमा द्रुत गतिले अगाडि बढ्न सक्ने सम्भावना बोकेको देश हो। आज दुनियाँ क्लिन एनर्जी, ग्रीन एनर्जी भनेर कुदिराखेको छ। हो त्यो खोज्न कहीँ जानु पर्यो भने नेपालमा आयो भन्छ। हाम्रो भूगोल, हाम्रो जनसङ्ख्या र हाम्रो स्रोत, यो दुईटा कुरालाई हेर्ने हो भने हाम्रो स्रोत कति हो, कति बढी छ। अर्थात् हामी आफूले खपत गर्न मात्रै होइन कि व्यापार पनि गर्न सक्छौँ, यसलाई ठुलो पैमानामा बिक्री पनि गर्न सक्छौँ। बिजनेस कम्युनिटीको भिजिट अत्यन्त फलदायी भएको छ। त्यहाँ 8वटा एमओयूहरू, सम्झौताहरू भए, त्यसमध्ये 6वटा बिजनेस कम्युनिटीको बिचमा भएको छ। आफूलाई प्रस्तुत गर्न, उहाँहरूका कुरा बुझ्न, उहाँहरू कसरी विकास गरिरहनु भएको छ भन्ने इन्टरेक्ट गर्न, बुझ्न र आफूले सिकेर ती कुराहरूलाई पनि आफ्नो ठाउँमा इम्प्लिमेन्ट गर्न बिजनेस कम्युनिटीलाई पनि धेरै सजिलो पनि भएको छ र सहकार्यका लागि एउटा नयाँ ढोका खुलेको छ। यस्ता थुप्रै ठाउँहरूमा लगानीका सम्भावनाहरू खुलेका छन्।